गाइज वेलकम टु माई न्यू ब्लग। आजको ब्लग चाहिँ सुरुवात हुँदैछ घर बाहिरको ढोकाबाट। हजुरहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। म ठिकठाकै छु। अनि हल्का हल्का मर्की लागेको छ, हजुरहरू पनि लागेको छ होला। चिसो एकदमै छ, अस्तिसम्म थियो, अहिले चाहिँ छैन, घाम लाग्दैछ। अब हिजो स्कुल लाग्न थालेको छ, स्कुल पनि गइँदैछ होइन गाइज, ठिकै छ। हजुरहरू धेरै साउन्ड होला होइन, सपोर्ट गर्नुभएको छ नि त, म एकदम खुसी छु। किनभने म भ्लग हाल्नै पाएको छैन क्या, घरको काम छ, अनि यसो कामले गर्दा क्या त्यस्तै छ होइन। अनि अस्ति खाल्डो खनेर हामीले चाहिँ दाउरा निकालिसकेको छौँ है। हजुरहरूको देखाउनु थियो नि दाउरा निकाल्नुहुन्छ बुवाले भनेर, यसरी दाउरा चाहिँ यहाँ छ है, देखिएन होइन, म देखिन्छ। यही हो, कत्रो ठुलो छ, गरौँ नगरौँ पो छ त हौ गाइज, गरौँ नगरौँ छ है, गरौँ नगरौँ छ। अनि हाम्रो चाहिँ लगभग किचन फुटाएर ढिलासिर लागेको छ होइन, यस्तै छ। म देखाउँछु तपाईँहरू ल, यस्तै छ है गाइज, यस्तै छ। टक्क लाएर यस्तरी उता बनिँदैछ, पिलरसिर ठ्यासुस उठेको छ, यस्तै छ नि त, यस्तै छ है गाइज, यस्तै छ। नरिसाउनु होला धेरै दिन पछाडि भ्लग आएकोमा। अनि ढुङ्गा यस्तै छ पार, यही छ नि त, त्यति ढिलो भएपछि के गर्नु त, नरिसाउनु होइन। कोहीले बा हुन्छ, कोहीलाई हुन्छ क्या, त्यो एकदिन भ्लग हाल्दैमा ठुलो भएर यसो गर भन्ने होइन क्या। भर्खर त सुरुवात गर्दैछु, कसरी यसरी यो हुन्छ, ठुलो भयो तिमी सब्सक्राइबमा ठुलो हुन्छ हुँदैन नि त। त्यही भएर अलिकति कामले गर्दा त्यस्तो भएको नि त, काम धेरै थियो, अब घरसम्म हिँड्दैछु, त्यही भएर यस्तो भयो नि त। अनि आजको भ्लग चाहिँ एन्ड गर्न जाँदैछु। थ्याङ्क फर वाचिङ दिस भिडियो, बाई गाइज।